इजरायली रक्षा मन्त्रीले तेहरानमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै आक्रमण गर्न आदेश दिएका छन्। इजरायलका सेनाले तेहरानको केन्द्रमा सरकारी केन्द्रमा छिटो आक्रमण गर्न आदेश दिएको छ। इजरायली सेनाले सुरक्षित स्थान निकाल्ने बहानामा नागरिकलाई आश्रयस्थलबाट मुक्त गरेपछि उक्त आदेश जारी गरिएको थियो। टाइम्स अफ इजरायलले इरानको 2वटा ब्यालिस्टिक मिसाइलहरू इजरायलले अवरोध गरेको रिपोर्ट गरेको छ। इरानका अधिकारीहरूले मंगलबार बिहान उत्तरी इरानमा भएको आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको र 4 घर ध्वस्त भएको बताएका छन्। जिल्लान प्रान्तको गभर्नरको कार्यालयले स्थानीय असाफियामा भएको आक्रमणलाई आतंकवादी हमलाको रूपमा लिनेछ, जसको परिणामस्वरूप 33 जना घाइते भएका छन्। इरानी मिडियाका अनुसार इजरायलमाथि आक्रमणको जिम्मेवारी रहेको आरोप लगाइएको छ। जिल्लानका उपराज्यपालले 16 महिला र बालबालिकाको मृत्यु र घाइते भएको बताएका छन्। केही मिडिया रिपोर्टका अनुसार परमाणु वैज्ञानिक मोहम्मद अजहर सिद्दिकी मृतक मध्ये एक थिए। इजरायली सेनाले पनि रातिको छापा मारेको र वरिष्ठ परमाणु वैज्ञानिकको मृत्यु भएको रिपोर्ट गरेको थियो।